तेरो कतिवटा गर्लफ्रेन्ड छ भन्दै नि त पैसा दारू सारू छैन च्याट सो गाइज वेलकम टु माई युट्युब च्यानल डाँडा त्यही हो सो गाइज अहिले चाहिँ म भात खान लगाइरहेको छु होइन यता चट्ट भात छ अब भात थाल्छु अनि डाँडा अहिले पछि भेट्नुपर्छ है त त्यही गाइज अहिले चाहिँ भात खाएर आइसक्यो अनि पुराहरू बलले त के छ नि बल खेल्दा रहेछ के अरे बिहातिर आज नुहाउनु पर्दैन तिनीहरूलाई एकैछिन ल्याउँदा उमेश बल खेल्यो ल्याउनु भने कस्तो रहेछ यस्तो नि यस्तो 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 ए खतरा खेल भात खायो बेस भन्नु छैन तिनीहरूलाई त्यही हो अब डुल्दै हिँड्नु पऱ्यो कि आज अर्जुनबाट जानु पऱ्यो के आइरहेको छ भनेर यस्तो गरेर सुतिरहेको ढुक्क सुताइतिर सुत्दै बसिरह कस्तो सुत्दै बसेको त हेर नि त्यहाँ पुरै देखसेक बजायो बुमा फैदरी गीत पनि कस्तो डान्स ओ राइट त के गरेर हौ अब काम छ नि कि पानी लाउँदै बसिरह त्यही कहाँ पानी लाग्यो बोडीमा बोडी हो अरे सिमी होइन र हेर्दा त सिमी जाँदा यो बोडी पो रहेछ राई त भाख्नु भयो त नि राई त भात खायो गर्लफ्रेन्ड भेट्नु जाने होइन त सुन्ने त सुन्मेरी द्याट के हो यस्तो नि हुन्छ अरे हेलो गाइज भन्नु त भन्न छिटो यो बन्दर भाइ हेर्नु कि हेलो भन्नु न हेलो हेलो भन्नु न कि बाई भनेको हेलो भन न हेलो यस्तै गर्छ कि दुईजना त यस्तै गर्छ हेलो भन न यस्तै हेलो भन भनेको आम्मा अहिले त मेरो दिमाग खाइसक्यो दिदा तेरो कतिवटा गर्लफ्रेन्ड छ भन्दै नि त कतिवटा खायो 5वटा कुनी फेरि 5वटा गर्लफ्रेन्ड ल आज नुहाइधुवाइ गरेर अनि 5वटा गर्लफ्रेन्ड भेट्नु जाने ल काकालाई लैजा ल हुन्छ कि नै हुन्छ कि नै हुन्छ हुन्छ कि नै भन्नु न ल है त जाने ल ल अहिले नुहाइधुवाइ गरेर जाने र त्यही गाई जो भतिजको 5वटा गर्लफ्रेन्ड छ काकाको गर्लफ्रेन्डै छैन फेरि त्यही गाई बच्चा अहिले त्यतातिरबाट गएर नि आइसक्यो ओ फेरि के अरे पढ्नु पर्दैन त ल के पैसा अरे तैँले कमाउनु देखा मलाई तैँले कमाउनु देखा मलाई तैँले कमाएर राख्नु देखा भने तँलाई पैसा अरे पैसा माग्छस् तँलाई पैसा माग्छ के अरे पैसा माग्छ फेरि नुहाइस भयो अरे हेर्दा त कहिले 1 वर्ष भयो ननुहाएको जस्तो त मोटी त्यो नानी होइन ल आइस मोटी कति राम्रो देखेको आज बोयफ्रेन्ड भेट्नु जान्ला मोटी हो ला यति राम्रो भएर अनि बोयफ्रेन्ड भेट्नु जान्ला होला कि मोटी हो जस्तो आज शनिबार के प्लान छ त के गर्ने प्लान छ तेरो होमवर्क गर्ने प्लान छ हुने होला ल त पढ्नु सक्नु छैन के राखे त फेरि बुढाहरू त्यही हो ल त्यही हो अब चाहिँ चट्ट पाराले नुहाउनु पऱ्यो म नि हो सुर भयो आज शनिबार होइन सो गाइज चाहिँ नुहाइधुवाइ गरेर आइसकेँ कस्तो लम्बा लजाको कस्तो लजाको उसलाई सही देख्छ दादा जस्तो पर्यो अनुहार पनि सेम छ अरे खै यसो हेर्नु त अनुहार दादा जस्तो कि उमा म चाहिँ अब बारीतिर जान लाग के हो आन्टी सिमी के त खालि आज सिमी हो आन्टी यो सिमी त गनाउँछ कि पहिला सुरु है ओ आन्टी अलि धेरै हाल बनाउनु है मलाई नि ओ बिहान मलाई पुऱ्याइदियो बारीतिर त्यही बारीतिर जानु पर्यो
ल पुऱ्याइदिए छुट्टी राम्रोसँग पुऱ्याइदिएँ म लडाइदिएलास् न फेरि ल हिँड्नु छुट्टी लडाइदिएलास् आमा डर लाग्यो मलाई बिस्तारै हिँड्नु अब बाहिरतिर जानु पर्यो काम गर्नु पर्यो अलिअलि काम नगरी खाना पुग्दैन होइन हो कि होइन बिहान काम गरेर हिँड्न त तपाईँ खाना पुग्छ अनि हो कि होइन पुग्छ बिउ जस्तो उहाँ रहेछ यता हाम्रो काउली छ हाम्रो अङ्कलहरूको केरा नि छ उता कत्रो भइसक्यो केरा काट्ने बेला भएछ बिहान है कत्रो भइसकेछ केरा है ए ठुल्ठुलो भइसकेछ केरा त अब काट्नुपर्छ हिँड त तैँले पुऱ्याउँदैन बरु म हिँड्दै जान्छु ओइ त्यहाँ ओइ मोबाइल हेर्छस् धेरै मोबाइल हेर तेरो आँखा कमजोर हुन्छ अहिले चाहिँ म बारीमा गएर नि आइसकेँ अनि खोकी लगाइराखेको मलाई अलि चिसोले भेटे जस्तो नआएपछि ठुलोहरूको आँप चाहिँ यस्तो भएन यसपालि लो छ आँप पनि कति बेर हेर्नु त्यही नि झरेर सकिन्छ हाउरीले के काम होइन ठुलो हाततिर पनि गइरहेको छ गाह्रो पऱ्यो अब बेलुका बेलुका भइसक्यो पछाडि आँपको बोट देखेर यता नि हाम्रो ठुलोमाहरूको सिमी छ कि सब तरकारी हाम्रो टोलतिर अनि हाम्रो गाउँतिर ए बाख्रा आएको नि रहेछ बाख्रा हाल्न हो कति राम्रो हो यो त एउटा हेरेर नि ठुलो मान्छेको त अर्जुनबाट जानु पऱ्यो एकचोटि के गरेर होइन ओ अर्जुन के गरेर अब थेट कति दिन्छस् कि मुख थेट यता पो रहेछ थेट मुख पनि दिँदै हेर्न यसरी हुन्छ नि मुख पनि जहिले मुख दिने काम हो अर्जुनहरूको पनि केरा रहेछ त अर्जुन यतातिर यसको यो केरा त खाने बेला भएको छैन सानै छ यता नि रहेछ अर्जुन थुप्रै रहेछ त केरा त केरा अर्जुन केरा घारी बनाउने हो क्या भोलि पर्सि हो ओहो धनियाँ सनियाँ लसुन पातहरू यतातिर त खत्रै रहेछ भकटे यसपालि अस्ति अर्जुन तर मलाई तर म थाहा भगटीमै खाइदिनु एउटा होइन ओ आन्टी के गर्दै हो भगटे खाने बेला भएन अरे के रोप्यो आन्टी नि आज तपाईँले हजुर बेसा नि यसरी रोप्छ हो टेढे भाइ त पढिस् पैसा मागे तै होइन पैसा माग्ने तै होइन हो क्या होइन हजुर पैसा मागिरहेको थर्काउँदै पैसा मागिरहेको रहेछ एकदम ओ आन्टी नेट जोडेको नि त घर चाहिँ डिसम्म कहिले जोडिदिन्छ अरे नेट चाहिँ ए अङ्कल है त अङ्कल कसले हो त्यो आगो बालेको त्यस्तो आगो बाल्न पाइन्न नि होइन धनियाँ कति राम्रो छ यो हालेन भने तरकारी मिठो हुँदैन यसले गर्दा कति मिठो नमिठो तरकारी मिठो हुन्छ कि यसले गर्दा अर्जुन हो क्या अर्जुन यस्तो मिठो बनाउँछ नि यसको बास्ना त क्या मस्त छ कि मस्त बास्ना बवाल लाग्छ मलाई चाहिँ होस् आहा लसुन पनि यस्तो भएछ प्याज यस्तो छ कौली यतातिर अर्जुन फेरि मुख पुस्न गयो कि यस्तै गर्छ कि न्याइदिन त कस्तो रहेछ भित्रै गएको जथेर नि भित्रै मात्रै हो तेरो बास कालो हुँदैनस् कि अब त घरबाट बाहिर निस्किँदैन भनेको यो त त्यो घामले हुन्छ नि त डढ्छ कालो हुन्छ भनेर के त्यस्तो छ कि यो त सुतेर बसिदिन्छ त्यस्तो थेट यस्तो नि हुन्छ अहिले लास्ट थेट हामी यस्तो जस्तै कालो भयो नि अब ठिक छ नराम्रो होइन मलाई भन्नु त्यही गाइज भ्लग कस्तो लागेको छ सब्सक्राइब गर्नु पऱ्यो तपाईँहरूले होइन सब्सक्राइब चट्ट पाराले गर्नु पऱ्यो सेयर गर्नु पऱ्यो लाइक गर्नु पऱ्यो कमेन्ट गर्नु पऱ्यो अनि त्यहाँबाट पो अनि हुन्छ त्यहाँदेखि भ्लग पनि गरौँ हुन्छ भिडियो बनाइरहनु जस्तो हुन्छ तपाईँहरूले सब्सक्राइबै गर्दैन कि त्यही भएर हो कि अलिकति भ्लग हाल्न नि अलिक झ्याउै लाग्दो पारा देखाउने अनि पो सेयर गर्नु पऱ्यो मेन त ओ अर्जुन फेरि ऐना हेर्न आयो क्या दाइ आम्मा ऐना हेरेर नि यसको लुक यता हेर्नु यता
ऐना हेर्यो बस्यो काम कति हेर्छ च्याउै लाग्दो कि टाढा देखाइदिनु आउँछ अर्जुन त सही खोइ अर्जुनले त हेर्नु त जहिले है भोलि स्कुल छ अर्जुन त झन् हिरो भएर गर्लफ्रेन्डको नाम भन्नु नि एकचोटि भन्न कस्तो भन्न नि भन् त इच्छा दिदी हो इच्छा दिदी को इच्छा भने फेरि होइन ए होइन टेढे भाइ ल बोल्छ त अर्जुन को रे अर्जुन नि के हो र अर्जुन नाम पनि अर्जुनी भन्ने हुन्छ है फर्स्ट टाइम सुने अर्जुनी भन्ने नाम त मैले के राधिजान पठाएको म चाहिँ के गरिरहेको मलाई जारे अहिले यस्तै गर्छ कि म जान्छु भयो जान्छु बाई बाई है ल चुपार्दै जान्छु बाई ल बाई बाई के हो के खाएको एक्लै खान्छ क्या मैले खाएको भएर पिरो भएर पिरो हुँदो रहेछ यो त उमेश कुन चाहिँ आगो बाल्यो त्यहाँ फेरि चियो आज त ऊ त्यतातिर अघि आगो बालिरहेको थियो अर्जुन के गरिरहेस् ए यही रहेछ हाम्रो सर के गरिरहनु भएको छ हजुर के गरिरहनु भएको के हो शीतल पनि खै त दारू सारू छैन छ्याट छ्याट दारू पनि चाहियो नि होइन दारू पनि गरेर खाने गरेको फाइदा गर्छ अलि ल क्या हो ल खाएर बस्यो ल गुड नाइट कसले आगो बाल्यो उमेश त्यहाँ ए भोलि त स्कुल होला उमेश तिमीहरूको इक्जाम कहिलेबाट हो त्यही हो आज यतातिर इन गर्न जानु पऱ्यो इन गरिदिनु पऱ्यो भ्लग चाहिँ अनि कस्तो लाग्छ कमेन्ट गर्नु होला लास्टसम्म हेर्नेलाई चाहिँ धेरै धेरै धन्यवाद भन्न चाहन्छु सब्सक्राइब गर्न नभुल्नु होला है त्यही हो है त अर्को भ्लगमा भेट्नुपर्छ है त